सबैलाई नमस्कार। मेरो नाम प्रकाश जोशी। आज एकदमै खुसीको खबर सुनाउन आएको छु। हिजो मात्रै भएको नेपाल भर्सेस वेस्ट इन्डिज क्रिकेट म्याच नेपालले पहिलोखेल जित हात पार्न सकेको छ र एकदमै गौरवको कुरा हो। म मात्रै नभएर म लगायत सारा नेपालीहरूलाई खुसीले झुमेको छ। पहिलोचोटि टेस्ट राष्ट्र जुन वेस्ट इन्डिजसँग खेलेर वेस्ट इन्डिजलाई पहिलो म्याचमा नै 19 रनले जित हासिल गरेको छ नेपालले। त्योभन्दा अरू ठुलो खुसीको कुरा के नै हुन सक्छ र? एकदमै खुसीको कुरा हो यो। खेल भएको थियो दुबई साझामा, जुन पहिला टस हारेर ब्याटिङ गर्न निस्केको नेपाल र वेस्ट इन्डिजका प्लेयरहरू हामीलाई कति मान्छेहरूले सोच्नु भएको थियो कि लगायत मैले पनि सोचेको थिएँ कि अब हामीले एउटा म्याच पनि हामीले हात पार्दैनौँ, तर टेस्ट राष्ट्रसँग खेल्न पाउने मौका चाहिँ भयो भनेर लागेको थियो। र त्यो सपना त सपना थियो, त्यो सपनालाई एकदमै कायमै राख्नुभयो हाम्रो प्लेयरहरूले। र त्यति मात्रै नभएर वेस्ट इन्डिज जस्तो टिमलाई हराउनु भएको छ। म थोरै तपाईँलाई एउटा रेकर्ड देखाउँछ। हात पारेको थियो, टस जित्यो वेस्ट इन्डिजले र नेपाल गर्न आयो ब्याटिङ। र ब्याटिङ गर्दै गर्दा धेरै जस्तो बाधाहरू पनि आयो त्यसमा, र धेरै जस्तो बाधाहरू पनि आयो। एकदमै खुसीका साथ खेल्नु पनि भयो। र त्यसमा म थोरै रेकर्डहरू देखाउन चाहन्छु। हाम्रो कुशल भुटेलजीले गर्नुभएको छ 11 बलमा 6 रन, त्यस्तै आसिफ शेखजीले गर्नुभएको छ 4 बलमा 3 रन। र नेपाली क्याप्टन, यङ क्याप्टन, जसले विश्वमा रेकर्ड राखेको छ कि सबैभन्दा यङ क्याप्टन भनेर विश्वलाई चिनिन्छ, रोहित पौडेल, उहाँले 35मा 38 रन गर्नुभएको छ। त्यस्तै कुशल मल्लले गर्नुभएको छ 21मा 30, लगत त्यस्तै गुलसन झाले गर्नुभएको छ 16मा 22, दिपेन्द्र सिंह एरीले 19मा 17 भाइस क्याप्टन हुनुहुन्छ उहाँ, र सन्दीप जोराले 6मा 9, सुम्पल कामी 6मा 5, 5मा 6, र त्यस्तै करण केसीले 1मा 0 र नन्दन यादवले 2 बलमा 7 रन बनाउँदै 148 रनको टार्गेट दिनुभयो र 8 विकेट गुमाउनु पनि भयो। र उताबाट कुरा गर्नुपर्छ भन्दा उतादेखि हुसेनले 4 ओभर फाल्नु भएको छ, 1 विकेट लिनुभएको छ, र होल्डरले 4 विकेट लिनुभएको छ 4 ओभरमा। सेमन्स लिनुभएको छ 0 विकेट, 2 ओभर फाल्नुभयो 25 रन दिनुभएको छ, र एलेनले पनि 2 ओभर फाल्नुभयो 19 रन दिनुभएको छ। कोहीले 4 ओभर फाल्नुभयो 37 रन। त्यस्तै नवीन विदेशीले 4 ओभरमा 29 रन दिएर 3 विकेट हात पार्नुभयो। एकदमै राम्रो प्रदर्शन थियो उहाँबाट पनि, कुनै शङ्कात्मक कुनै उयो थिएन। र अब पाला आउँछ हाम्रो ब्याटिङतर्फ त भइहाल्यो, अब आउँछ बलिङतर्फ। जित्नुको मेन उद्देश्य भनेको फिल्डिङ र बलिङ छ हाम्रो। र त्यस्तै बलिङतर्फ एकदमै शानदार बलिङ गर्नुभयो र महेशजी आउनुभएको थियो। महेशजीलाई पहिलो ओभरमा 5 रन दिँदै कुशल भुटेलको एकदम शानदार फिल्डिङले गर्दा रन आउट गर्न सक्नुभयो। एकदमै उहाँको ब्याटबाट नचले नि बलिङबाट एकदम शानदार बलिङ र फिल्डिङ एकदम शानदार भएको छ। उहाँलाई नि धन्यवाद, उहाँलाई नि एकदम शुभकामना भन्न चाहन्छु। त्यस्तै जङ्गोले खेल्नुभयो 22 बलमा 19 रन, र त्यस्तै 7मा 15, 11मा 5, 15मा 16, 25मा 22, 7मा 5, 14मा 19 र 9मा 18 क्याप्टन, वेस्ट इन्डिजका क्याप्टनले राम्रो खेल्नु भएको थियो। करण केसीले एकदमै उहाँको एउटा विकेट छुट्याउनु भयो। त्योभन्दा अझ खुसी भयो कुरा म्याच जित्नु होला नि, त्यतिखेर सायद उहाँ टिकेको भए म्याच हातबाट फुत्किने म्याच थियो हाम्रो। एकदमै खुसी कुरा। र अब लाग्छ हामी बलिङतर्फ कस्तो कसले कति पर्फर्म गर्यो भने अब हामी बताउनेछौँ। दिपेन्द्र सिंह एरीले 3 ओभर गर्दै 20 रन खर्चेर 1 विकेट लिनुभएको छ। त्यस्तै करण केसीले 3 ओभर गरेर 17 रन खर्चेर 1 विकेट लिनुभएको छ। र नन्दन यादवले 1 ओभर गरेर 6 रन खर्चेर 1 विकेट लिनुभएको छ। सुम्पल कामी अलिकति महँगो जानुभयो, तर उहाँले पनि एउटा नोबल पर्यो उहाँले एउटा जुन नोबल परेको ओभर थियो उहाँलाई एकदम महँगो साबित भयो उहाँलाई। विकेट उहाँको नाममा छैन, अलिकति महँगो हुनुभयो उहाँ। 4 ओभर गरेर 43 रन दिनुभएको छ। दलित राजवंशीले 2 ओभर गरेर 6 रन दिएर 1 विकेट लिनुभएको छ। त्यस्तै हाम्रो क्याप्टनको पाला आयो अब। रोहित कुमार पौडेलजीले 3 ओभर गर्नुभएको छ, 20 रन दिएर 1 विकेट लिनुभएको छ। अब आउँछ ब्याटिङ नचले पनि बलिङबाट चल्ने र मामा भनेर चिनिने कुशल भुटेलजी। कुशल भुटेलले गर्नुभएको छ 4 ओभर 17 रन खर्चेर 2 विकेट लिनुभएको छ। वाह, खतरनाक पर्फर्मेन्स। एकदमै खुसी छौँ हामी। सायद यति खुसी कहिले पनि भएन होला। र एकदमै खुसीको खबर हो यो। आज दुबईमा गएर वेस्ट इन्डिज जस्तो टेस्ट नेसन भनेको तपाईँको एउटा टेस्ट राष्ट्रलाई हराउनु भनेको एकदमै हाम्रो एउटा लक्ष्य हो त्यो, होइन? हामीले एकदम खुसियालीजनक मनाउनु पर्ने हो। एकदमै खुसी छौँ हामी, र नेपाली जनताहरू पनि एकदमै खुसी हुनुहुन्छ। र आगामी खेलहरू छन् 28 र 29, त्यसलाई पनि नसुर्ताउनु होला। र यस्तै भिडियोहरू सधैँ आइरहनेछ। यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ, क्रिकेट सम्बन्धी केही अपडेटहरू खोज्न चाहनुहुन्छ भने मलाई सब्सक्राइब गर्नु होला, र मेरो च्यानललाई सब्सक्राइब गर्नु होला, बेल आइकनलाई थिचेर भिडियोलाई लाइक, कमेन्ट अनि सेयर गरिदिनु होला। सबै माझ यो भिडियो गरिदिनु होला, र यस्तै भिडियोहरू पाउनको लागि मलाई सब्सक्राइब गर्नु होला। हस्त नमस्कार।